Good morning, guys. Happy New Year. This is me, Kalu. After a long time, फेरि आजको विशेष चाहिँ हामी we are going, baby. हामी कहाँ जाँदैछौँ? Camping and hiking जाँदैछौँ one day को लागि हैन. हामी चाहिँ ब्लकनल सनराइज हेर्नलाई ब्लकनल जाँदैछौँ. It is in Western Australia, down south, near Albany. अनि हाम्रो यात्रा चाहिँ यहाँदेखि सुरुमा हामी रजनीको घर गइन्छ. रजनीको घर त्यहाँबाट हामी अब 1 घन्टामा निस्केपछि हाम्रो सुरुमा स्टप चाहिँ अब मेबी बिचमा कहीँ स्टप गयो हुन्छ होला. तर स्टप गर्ने चाहिँ हाम्रो प्लान छैन. तर हेरौँ के हुन्छ. परिसर त हामी स्टप गर्नै पर्यो नि हैन. And then after that, हाम्रो चाहिँ क्याम्पिङ चाहिँ माउन्ट ट्रियो बुश क्याम्प एन्ड क्याराभन भ्यान पार्कमा छ, जुन चाहिँ यहाँबाट 4 hours ड्राइभमा छ हैन. अलमोस्ट 4.5 hours भनौँ. सो टोटल 5 hours मा हामी चाहिँ त्यहाँ पुग्नेछौँ हैन. इट्स अ लङ जर्नी. सो हाम्रो सबै कुराहरू चाहिँ रेडी भइसक्यो. यहाँ 2 जना मान्छे यति धेरै सामान भनेर नतर्सिनु होला. तर यता यो त्यो क्याम्पिङ जाने यो त्यो भन्दा सामान चाहिँ यति धेरै हुने रहेछ कि फेरि त्यो एकदम फर्स्ट टाइम हो हाम्रो चाहिँ हैन. तिम्रो पनि फर्स्ट टाइम हेर्नु पऱ्यो. मजा लागिरहेछ. तिम्रो चस्माको उयो बोक है. अनि फर्स्ट टाइम हो. अलिकति लङ ड्राइभ नै छ. अराउन्ड 400 किलोमिटर फ्रम हियर हैन. त्यो चाहिँदैन, मैले हालिसकेँ. अब अलमोस्ट प्याक भइसक्यो. ढिला पनि हुन लागिसक्यो हैन. बुढी रिसाइ पनि सक्यो हैन. So see at Rajani's house, hey. स्टार हाम्रो सुरु भइसक्यो. केटाहरू हामी 8 जना जाँदैछौँ हैन. अनि रञ्जित, मनिषा, पूजा, विश्वास, रजनी, प्रकाश एन्ड म र मेरो बुढी. त्यही हो हाम्रो चाहिँ फर्स्ट टाइम हो. एक्साइटेड छ. टेन्ट र चेयरहरू चाहिँ हाम्रो उता प्रकाश ब्रोकोमै छ हैन. लगाइरहेको छ. त्यहीँबाट लिएर जाने सबैजनाको. खानेकुराहरू अगाडि यतातिर राखौँ न. अनि के छ र छ राख्नुपर्छ. अगाडि राख्नुपर्छ. खुट्टातिर एउटा आफूहरूको एउटा राख्नुपर्छ. रजनी चिया पकाइसक्यो अरे हैन. सेलाइसकेर रजनी रिसाइसक्यो. खवाइसक्यो हैन. 7 बजे भनेर कहाँ भनेर भर्खर 7 बजे 4 मिनट गयो हैन. हामी 5 मिनट 10 मिनट नेपाली टाइम त्यही छ हैन. अलिअलि 5-10 मिनट लेट भइहाल्छ नि हैन. मैले लेट गरेँ. मेरो दिमागै चलिरहेको छैन. कहाँ के हैन. यति धेरै सामान छ नि त. अनि कहाँ के हुन्छ नि त. अनि अरू बेला तिमी गर्छौ होइन. आज उसले त मेकअप सिधाएर नै अगाडि के म हेरेँ. अलराइट गाइज, रजनीको चिया खाना भेट्छौँ नि त हामी. रजनी रिसाइसक्यो. आउनु मिल्छ? हामी चाहिँ आइपुग्यो है. ओ रजनी त ब्युटिफुल आमा. ओ ह्यान्डसम म्यान. के हो यहाँ चाहिँ आमा हो नि. हाम्रो त जताबाट नि हुन्छ. यता पनि हुन्छ यता पनि हुन्छ. चिया खाइदिनु आयो. हामी चाहिँ फेरि सबैजना कहाँबाट हाम्रो मनसा म्याम हेलो गर्दै. हेलो मनसा र रञ्जित, माला दाई होइन. अस्ट्रेलियाको माला दाई. यहाँ भाले विश्वास स्किममा आइस हाल्दैछ होइन. अर्को भ्लगर आयो हाम्रो मनसाजी होइन. मेरो बुढी होइन. कफी खै तिमीलाई मैले कफी दिएको थिएँ त खै. के लागेको छ. चुपा खान मिल्दैन हेर बाटोमा. ल गइदिउँ. अब प्रेसर चेक गरिदिउँ अनि गइदिउँ. हो गाइज, हामी चाहिँ निस्केको होइन. हाम्रो पहिलो स्टप चाहिँ अवर द रिभर भन्ने ठाउँमा हुनेछ होइन. जुन चाहिँ 200 किलोमिटरमा छ. अब हामी के गर्नुपर्छ? रैला हान्नुपर्छ. रैला होइन चुइला खानुपर्छ. रजनीले दिन्छ है. हाम्रो ड्राइभर चाहिँ प्रकाशजी होइन. इन्टरनेसनल F1 रेसर हो उहाँ चाहिँ होइन. यसलाई अर्को गाडीमा छ नि F1 रेस त होइन.
त्यो गाडी है त गाइस गीत बजाउँदै जानु पर्यो सोलो ट्राभलर हो क्या Let's go. त्यही त है कस्तो दामी भ्यू छ यार है यो जङ्गल आम्मा कोही छैन है यार पछाडि गाडी छैन सोलो छ यार हामी लिटरली हामी मात्र छौँ पछाडि कोही छैन होइन यो 10-15 मिनट भइसक्यो यो बाटो हामी एक्लै छौँ है यस्तो दामी भ्यू छ यार म सिरिङ्गै भयो क्या लिटरली मैला हुन्छ हामी हाम्रो डेस्टिनेसन पुग्न लागिसक्यो है गाइजहरू अबको आधी घन्टामा हामी हाम्रो डेस्टिनेसन फर्स्ट डेस्टिनेसन होइन जुन चाहिँ हामी क्याम्पिङ गर्दैछौँ सबैले आफ्नो टेन्ट लिएर आएको छ इट्स गन बी एक्साइटेड गाइज ड्राइभर चाहिँ थाक्नु भइसक्यो के हो अप्टिमस फ्ल्याट हो क्या हो सिङ्गर छ यहाँ छ है खतरै सिङ्गर छ यहाँ चाहिँ हाम्रो अडियन्स वर्षाजी मेरो बुढी अच्छा वर्षाजी रे रेस्पेक्ट नि आफ्नो बुढीलाई होइन के छ बुढी अनि कतिको एक्साइटेड छ टेन्ट ल ठिक छ होइन अहिलेसम्म हाम्रो जर्नी जे होस् राम्रो भइरहेछ राम्रो होइन नि एकदम राम्रो भइरहेछ रमाइलो भइरहेछ होइन एकदम बाहिर नेचरको भ्यूहरू यस्तो राम्रो छ होइन लाइक काइन्ड वी निडेड दिस क्या होइन यस्तो स्ट्रेस लाइफमा होइन यो अलिकति थेरापी नै भइरहेछ नि होइन सो नाइस होइन बाहिर भ्यू नै हेर्नु न होइन ट्याक्क भएर होइन यस्तो दामी छ होइन गीत पनि त्यस्तै बजिरहेको छ होइन त्यसमा चाहिँ होइन आधी घन्टामा हामी पुग्छौँ होइन सो मजा आइरहेछ डाँडा छ नि त्यो डाँडाहरू तिनीहरू होला डाँडाहरू चाहिँ चढ्ने होइन लेट्सी होइन गाइज अब आधी घन्टापछि भेट्छु है त गाइज के भन्नु छ रजनी आमा सोध्छ फेरि म यहीँ छु त फर्किँदै आएन अन्त प्रकाश हो यहीँ छ त किन नफर्केको प्रकाश हो फर्के गाडी चलाइरहेको छु आम्मा त्यही होइन 100 को स्पिडमा कसरी फर्किनु हो होइन Look at that guys, kangaroo! Woo! Kangaroo, Mr. Kangaroo mate. Oh, excuse me mate. Are you looking for something mate? Oh my god. Wow. Look at that. Oh my god. Oh my god, look. विश्वास त त्यही रोक्यो क्या Oh my god! ल यार होइन यसरी कङ्गारुले पनि बाटो काट्यो भने नि हाम्रो अगाडि होइन कता गयो Oi mate! Oi mate! Oi गयो Oh my god! आम्मा त्यसको पुच्छरहरू पनि आम्मा यार टिकट देखाउनु पर्छ हैन फाइनल गाइज हामी चाहिँ आइपुग्यौँ होइन पर देखिरहेको छ विश्वास पर चाहिँ आउँदैछ ल मेन मान्छे आउँदैछ यहाँ चाहिँ पेट पे गर्ने ठाउँ भयो यो चाहिँ होइन सो यहाँभित्र कता हामी बस्ने टोइलेट सोइलेट सबै रहेछ देखिसक्यो मस्ट बी नाइस प्लेस होइन अनि यहाँ एकछिनमा आएर यताबाट हामी ट्रेल पनि जान सक्छौँ
नाइस छ होइन पनि खाने यार गाइस ओके सो यो त गाइज ल गाइज चेक इन भयो होइन अब यहाँबाट अब टेबल टेनिस रुम पनि रहेछ टेबल टेनिस गरेर खेल्नुपर्छ सर टेबल टेनिस छ अरे के त्यहाँ त्यहीँ होला नि अब अफकोर्स त्यो फोटो खिचाएको छ भाले त्यहाँको फोटो खिचेर लिएर नि जा सबै बस्दै गर होइन ल गाइज हाम्रो आइपुग्यो होइन हाम्रो क्याम्प टेन्ट चाहिँ यहाँ सेटअप हुन्छ सो त्योभन्दा पहिला चाहिँ हामी यहाँ किचनहरू हेर्न जानुपर्ने छ होइन रन सर कस्तो लागिरहेछ त कङ्गारू देख्यो अघि कङ्गारू देख्यो तिमीले कङ्गारू हाम्रो उसको गाडीहरू अगाडि त ट्याक्कै हाम्रो कति फलो गऱ्यो हाम्रो गाडीहरूमा त्यो अगाडि अगाडि थियो यता जस्तो चाहिँ यस्तोमा राखिँदै यो डिक्लाइन भयो पैसा कमनवेल्थ टाइम अस्ट्रेलिया डिक्लाइन ओ माय गॉड गाह्रो छ यार हो फ्रीमा पेट्रोल आयो क्या नो क्याराभ्यान्स पास त्यो हाम्रो क्याराभ्यान नभएकोलाई त्यही भएर त्यसले 16 सो गाइस यो चाहिँ हाम्रो प्रोफेसनल क्याम्पिङको यो चाहिँ किचन साइटहरू यहाँ बसेर खानी सानी ट्याक्क लाएर बेलुका हल्ला गर्ने ओ माई गड प्यान स्यानहरू पनि सबै रहेछ त माइक्रोवेभ सामान लिएर आउँछ ल मिल्दैन सामान बोकेर ल्याउनुपर्छ सो सामान ल्याएर होइन बिग्रिने कुराहरू चाहिँ फ्रिजमा राखौँ होइन नबिग्रि रमाइलो हुँदैछ रमाइलो हुँदैछ अब सामान ट्र्याक राख्नु पऱ्यो होइन त्यहाँ स्टोरमा राख्ने अनि ट्याक्क लगाएर बोकेर गएर सुनको अन्डा फुट्छ राइस कुकर पर्दैन पूजा सबै रहेछ भाँडा त्यही सजिलो हुन्छ फेरि है ल प्रकाश र यो ओपन गरिदेऊ त वर्षा चाबी हामी चाहिँ यहाँ मैले हानेको अरे अब चिम्लेर हानिदिन्छु चिम्लेर उतातिर हाने मात्र भाइ ल यहाँबाट भने यहाँबाट त्यहाँ छिराउने नि त नजिकबाट सक्दैन छिरिसक्यो त्यहाँबाट दुईचोटि आइदिनु ल यहाँबाट ल सक्दैन यहाँ हेरौँ ल ल ल ल नियर भयो नि गर्नु ल यहाँ हेरौँ ए यता लागि हेलो हेलो भन्छ खान लाग्छन् भातेहरू यता बस्नु न यतै सबै हाम्रो सामानहरू यतै छ नि त किन छरपस्तो गर्नु यतिमा बस्नु होइन भात आयो भात आयो रास आयो सुरुमा चाहिँ भात खाएर टेन्ट सेटअप गर्ने भयो होइन किन भोक लागिसक्यो होइन मन्साको के हो तरकारी हो यो अचार ओके पूजाको ल धेरै धन्यवाद पूजालाई ल यहाँ रजनीले पस्किँदैछ के हो मै आउँछु त जताबाट नि रजनीले पस्किँदैछ सरी बुढाबुढी झगडा नगरेर घरमा गएर अहिले म्याट्रेसमा टेन्टमा झगडा होइन चना आयो आलु चना म्याम आलु चना हालिदिनुहोस् आलु चना ए मासु पनि आयो आलु चना नि आयो सबै त्यति भयो पुग्छ इनफ मिठो भयो के साह्रो कलर चिकनलाई चाहिँ म त खान्न है म त कयो खायो बुढी हेर्नु कस्तो खान्छ ल गाइस हामी चाहिँ एकछिन तास खेलेको होइन चारवटा बुढाबुढीले पाइयो बुढाबुढीले पाइयो टेन्ट सेटअप गर्नुला प्रकाश ब्रोहरू यता भयो रन्जु सर यता किन चाहियो हामी यता भयो होइन
सो हामी चाहिँ डिनर रेडी गर्दैछौँ बेलुकाको 7 बज्यो अनि केटीहरू डिनर रेडी गर्दैछ स्केटिङ बिजी हियर एज वेल होइन होइन भाले हो यहाँ लन्ड्री रहेछ होइन केही स्टाफ रहेछ तर हामी स्टाफ होइनौँ नछिरौँ नथिएन होइन अनि यहाँ चाहिँ के छ यहाँ यो टुरमा के देखिन्छ हामी त्यो अब हाइकिङ साइकिङ गर्दा के देखिन्छ भनेर यहाँ एनिमलहरू बर्ड्सहरू प्लान्ट्सहरू के छ भनेर यहाँनिर यस्तो यस्तो रहेछ नि त प्रोग्रामहरू पनि रहेछ यहाँनिर अनि यो चाहिँ हामीलाई फेरि ह्याप्पी न्यू इयर टु अल आवर क्याम्पर्स है क्याम्पर हो पनि हो नि होइन आज हाम्रो क्याम्पिङ स्टार्ट छ हामी अलिकति हामी टिप्सी छौँ थोरै बियर खाएपछि खाएको छैन होइन अलिकति म्यानेजर पारामा आयो भने चाहिँ एकदम बेस्ट हुँदो रहेछ हामी अब हचुवाको भरमा के तैपनि धेरै राम्रो भयो नि हाम्रो रमाइलो क्याम्पिङ भइरहेछ। सेटअप हाम्रो यो क्लिपको अगाडि या पछाडि आउँछ होला क्याम्पिङ सेटअप बवाल भएको छ त्यही मजा नै त्यही हो नि मजा त्यही हो मजा सेटअप रन्जित सरको त्यही त हो नि ठिक छ वाइन त नभए नि केही छैन भोलि बेलुका गएर खाउँला नि त घरमा नेपाल त होइन अनि मेरो क्यामेराको ब्याट्री सिधै होइन अनै भएन के भयो अनि रन्जित सरले यहाँ ग्रिल गर्दैछ होइन रन्जित सरको हेरौँ न होइन रन्जित सरको रन्जित सरले एक्लै छोड्दै यार केटाहरूले रन्जित सरलाई उयो गर न हेल्प गर न यार तर रन्जित सर सेफ हो नि त ओ माई गॉड लुक एट दैट पोक है 5 किलो छ भने होइन पोक रन्जित सर हेलो भन्दै त क्यामेरालाई हेलो गरिदेऊ न ओ सर ओ रन्जित सर ग्लिडिङ एरिया सबै यो चाहिँ पब्लिक हो होइन अनि यो चाहिँ युज गर्न पाइन्छ होइन यहाँबाट सनसेट पनि दामी देख्दो रहेछ होइन केटी ग्याङहरू त खाना सुरु गरिसकेको छ केटी ग्याङहरू त आम्मा उन हानिदिने हो क्या यहाँ पनि ओ माई गड चटपटे हो के छोइला चिकन पनि पाक्दैछ चिकन पनि प्रकाश सेफ हाम्रो प्रकाश सेफ बेबरी के अरे नाम रे प्रकाश ब्रो काम गर्ने हेड सेफ इमर्जेन्सी सर्भिसेस भन्दैछ के चाहिँ यहाँ चाहिँ इन्टरनेट टिप्ने रहेछ त्यहीँ चाहिँ ठिक छ होला कि यहाँ त इन्टरनेटको यस्तै हेरेको मैले इमर्जेन्सी ठिक छ वाइफाई साइफाई छैन कि त्यही भएर त नभए वाइफाई भएछ नि त तर यहाँ हामी यो नेचरमा आएको भनेकै यो हाम्रो सोसियल मिडिया लाइफ चाहिँ भन्न मनाउने टाइपले आउनु लागेको हो त्यही त होइन आएको त्यसरी आउनु लागेको भन्दा मन त थिएन यहाँ एकछिन फोन त त्यही सोसल लाइफबाटै टाढा हुनु नि लाइफ नेचर थेरापी भनौँ न अलिकति नजिक है कुरा चाहिँ गर्छ विश्वासले मन लाग्ने रहेछ क्या त्यो मान्छेको हुन्छ नि अँ के भन्ने अब मान्छेको त्यो इच्छा चाहना इच्छा के भन्ने के हुन्छ नि होइन गइदिउँ यहाँ ठाउँ यस्तो दामी ठाउँ रहेछ होइन तर अलिकति हामीलाई चाहिँ अब यस्तो कुरो बानी नभएर होला क्या है बानी छ हामीलाई बानी छ बानी नभएको होइन ठिकै छ अलिक टाढा आएर चाहिँ गर्ने बानी नभएको न त घरमा त जहिले गरिरहने यस्तै त नि लाइफ घर नजिकैको पार्कतिर गइरहेको त्यहाँ त अब सजिलो हुन्थ्यो जे पनि नजिकै पाइन्थ्यो ठिक छ केही छैन भ्यू हेर्दै हामी चाहिँ यहाँ बनाइरहेको छौँ होइन यो माथि टपमै हो नि त यो पनि डाँडामै हो नि त किनभने यहाँ तल ट्याक्क सनसेटहरू ट्याक्क सनसेट उतै है डाँडामै हो नि यस्तो डाँडामा गयो चाहिँ माथि चाहिँ त हिलमै छ यहाँ रुखहरू यहाँ छ त्यही तल हामी त्यही त हो नि कङ्गारू आइरहेको र अघि कता थियो कङ्गारू आइहाल्छ नि फेरि डिनरमा चाहिँ हाम्रो के छ चिउरा होइन पुराना अचार छोइला मासु मासु पोर्क चिकन बार्बिक्यू म्यारिनेटेड चिकन म्यारिनेटेड पोर्क 5 किलो पो छ त छ नि कति रमाइलो अझ 10-12 केजी थियो त्यो चाहिँ पसलमै राखेको पसलमा नकिने कोक छ फ्रिजमा मर्निङ गाइज मर्निङ सबैजना हाम्रो रजनी म्याम निन्द्रामै छ जस्तै हो होइन बुढी प्रकाश ब्रो हजुर हेलो अघि हामी बिहानको 1:30 बजे 1:30-2 बजे उठेर 1:30 बजे उठ्यो नि है 1:30 बजे उठेर
रेडी भएर 2:30 भयो हामी बिहानको 2:30 बजे 2:30 हुनु लाग्यो नि अब 2:20 भयो अझै ड्राइभ गरेर हामी अब बिहानको मर्निङ भ्यू हेर्दै मर्निङ सन राइज हेर्न जाँदैछौँ होइन सो इट्स गोना बी another 30 minutes drive and then maybe another यही हो अनि त्यसपछि अर्को 1 घन्टादेखि 1.5 घन्टादेखि 2 घन्टाको माउन्टेन हाइकिङ छ होइन अनि त्यसपछि हामी हाम्रो डेस्टिनेसन पुगेर सनराइज हेरिन्छ जुन चाहिँ बिहानको 5 बजे छ है गाइस बिहानको 5 बजे 1:30 बजे so let's go see you there यसरी बिहान यहाँ चाहिँ यसरी बिहान कङ्गारू यसरी हिँड्छ होइन सो गाइज यु हेभ टु बी केयरफुल है यु हेभ टु बी केयरफुल बेबी कङ्गारू पनि आमा गाडी अगाडि हिँड्नुपर्छ है यिनीहरूलाई आमा के भन्छ हौ रजनी के भन्दै थियो आमा प्रवास 2 घन्टा पुग्ने अनि Oh my god यो अन्त माया होइन यति साह्रो बुढीको माया हुनुपर्छ कि मलाई चाहिँ वर्षको पुग्छ मभन्दा पुग्छ क्या मेरो बुढी चाहिँ होइन राइनी हो नि त मेरो बुढी राइनी मलाई उल्टै बोकेर गइदिन्छ होइन गाइज हाम्रो सुरु भयो त लु हेर्नु न हाइकिङ ट्रेल माथिसम्म यस्तै यही ट्रेल हो क्या यस्तै हो क्या रन्छ पादा है पछाडि बस्ने मान्छेहरूले पादको नलाई नपादा है यताबाट नि रहेछ त कताबाट तल हो माथि चढ्ने होइन ऊ त डाँडासम्म जाने हो है गाइज भराइन्छ है बिस्तारी प्रकाशहरूको पनि छैन प्रकाशहरूलाई नि पखान एकछिन बाबा यहाँ छ प्रकाश ब्रोहरूको पनि लाइट छैन क्या बिचमा लाइट भएको एकजना पछाडि बिर्सेछ अरे केही छैन टाउकोमा लाइट बाल्दै मोबाइलको लाइट बाल्दै नि हुन्छ मेरो बाल छ तिम्रो मेरो मोबाइल साथी स्टाफ बिर्सेछ अरे होइन केही छैन अगाडि हो माय गॉड गाइस कसैलाई के भने घाउसाउ के भन्यो भन है टेपहरू छ है सबै प्रकाशहरूलाई दियो नि त किनकि क्यामेरा गर्छ म यो मेरो ठुलो दिन्छु नि प्रकाश रजनी लगाऊ यो ल एकजना मेरो बुढीसँग हिँड्छु नि त म ल मैले त लटी भनेको त क्यामेरा रहेछ है क्यामेरा तिमी राख्छौ तिमी राख्छौ क्यामेरा छ नि त छैन पर्दैन ओह्रालो हिँडेको मजै हुन्छ भरे उकालो चढ्दा अहिले त अहिले उकालो चढेर ओह्रालो झर्न पनि गाह्रै हुन्छ नि ओह्रालो त मलाई त्यो ठिकै लाग्छ अलिकति 5-7 मिनटको ब्यालेन्स छ हुनु खुट्टा काँप्छ नि है जनावरहरू हुँदैन है आई डोन्ट नो बाबा अब यी म छँदैछ त यी लट्ठी 4 किलोमिटर हो र अप एन्ड डाउन होला नि त होइन त्यो त 3 किलोमिटर 1 किलोमिटर कम
गाडीमा त 1 मिनेट लाग्छ भने हिँड्दाखेरि लाग्ला नि होइन इट डिपेन्ड होइन होइन 10 मिनट लाग्छ हिँड्नलाई त बढी लाग्छ नि 20 मिनेट लाग्ला ल 20 मिनट होइन लाग्छ हिँड्दा 20 मिनट लाग्यो 12 देखि 15 मिनट 15 हो मिनट 15 मिनटसम्म लाग्छ ओके अनि भइहाल्यो नि 3 मिनेट 15 मिनेट 30 45 मिनेटमा पुग्यो हामी माथि हामी त लास्ट सिटी पुग्नु होला के होइन एकछिन घर गएर 1 घन्टादेखि पुग्छौँ किन उकालो चाहिँ 15-20 मिनट लाग्छ एकछिन सुतेर जाऊ सुतेर आऊ छिटो पुग्यो निन्द्रा मजाको डिप सुत्यो नि है साइकल पुगेछ क्या 11 बजी डुम्जा थिएँ होइन अनि हेर्छु ल उचालेर झलमल भयो कि क्या भने घडी हेर्छु 11 पो बजेछ ल ल सुत्दै मेरो सबजना घुरिरहेको थियो होला होइन सबजना गइरहेको थियो त्यतिखेर। मनी घुराएको थिएँ कोकसको घुरायो कोकसको नघुरायो थाहा नै पाएन होला होइन है मेरो बुढो नघुर्ने हुन्छ राम्रो बाटो छ, जाम कस्तो राम्रो हुन्छ है यो उज्यालो भएकोमा राम्रो देखिन्छ। अहिले झर्दाखेरि देखिन्छ नि। अहिले चाहिँ उता लगाइसक्नु म त थाकिसकेँ नि। खालि तपाईँले त यस्तो धेरै कता त्यतै रहेछ गाइस अलमोस्ट 2.5 किलोमिटर चलिसक्यो होइन गाइस अब लगभग अर्को 1 किलोमिटर जति होला हामी देखिन्छ हुन्छ अन्त टप आइसक्यो होइन 1 घन्टा भयो हामी हिँडेको एन्ड यु क्यान सी द बाटो नि यस्तै छ ठाडो उकालो तेर्सो पनि छैन ठाडो उकालो यो त मेरो गाउँ जाने बाटो भन्दा नि होइन खतरा रहेछ नि हेर त यता हेर नि लाइट देखाएर फेसमा देखाउ न Okay guys, almost there. डाँडामा आइसक्यो हामी होइन Get the view. एन्ड सनराइज चाहिँ यताबाट हुन्छ होइन Breathtaking view. It's gonna be worth it. Oh my goodness. So guys, you can see the view होइन almost how long it's gonna take भने जस्तै होइन लिटरली 2 मिनट भन्दा भन्दै तिमीले होइन रन्जितको 5 मिनट भन्दै यही डाँडा हो भन्दा भन्दै होइन यहीँ डाँडामा हो लुक एट द्याट भ्यू होइन सो अब सनराइज हुनु चाहिँ आधी घन्टा जति बाँकी छ होइन चल हामी टाइममै आइपुगेछ एन्ड अझै माथि दिस इज अस्ट्रेलिया गाइज होइन दिस इज अस्ट्रेलिया वेस्टर्न अस्ट्रेलिया ब्लफ पनि अनि यहाँ पछिको त प्लान चाहिँ सनराइज हेरेपछि हामी ब्रेकफास्ट गरेर हाम्रो 10 बजे चेकआउट छ सो इट्स क्यान बी रस एज वेल होइन अलिअलि रसमै हिँड्नुपर्ने छ हामीलाई चाहिँ मेरो बुढी कति थाकेछ झोला त चिटिक्क बोकेछौ त तिमी पो थाक्यो होला। म थाक्यो मेरो ढाँड दुख्यो क्या अब सानो मान्छे वेट धेरै सो अलिअलि थाकिहाल्छ नि ढाँड दुख्यो क्या यत्रो ठाडो उकालो मेरो गाउँको बाटो यस्तो उकालो छैन ल अनि होइन सो गाइज we made it on the top है guys रन्जित सर मनिषाहरू चाहिँ आइपुगिसक्यो होइन look at that we can see some other tourists as well होइन यो चाहिँ हामी ब्लफ नलको टुप्पोमा Oh my god. Look at that guys, we are on the top. Oh my god. New Year. This is our New Year, right guys? Good start भयो नि त सर हाम्रो New Year. See that हैन? बादल माथि छ यार सर गाइज हैन? प्रकाश
खोइ त बस्ने ठाउँै रहन्छ यस्तै हो त्यही भएर केटाहरूलाई जाडो भएर मेरो बुढी त मेरो बुढी त त्यहाँ नबस्छ त्यो ढुङ्गा भाँचिएर भने अहिले प्रकाश छ तल अहिले माथि नहुँदा त के हुँदैन फोटो खिच्ने बेग गर्छु जाडो भएर सो अब यस्तै हो होइन अब लिटल बिट डिसअपोइन्टेड यत्रो दुःख गऱ्यो एन्ड देन सनराइज चाहिँ भएन होइन हिउँसु लगाएर सबै छेकै सनराइज चाहिँ होइन डिसअपोइन्ट सो के होइन देयर इज अलवेज नेक्स्ट टाइम सनराइज कस्तो थियो एक्सपेक्टेसन भर्सेस रजनी सनराइज कस्तो भएन होइन आएन ए रजनी भनेको त यहाँ बर्तालाई पुगेछ गिमलले म्यान ट्र्याक गर्दै थियो कालो सलाई सोध्नु न सनराइज कालो सर सनराइज कस्तो थियो लिटल बिट डिसअपोइन्टमेन्ट होइन सर यत्रो आयो यत्रो दुःख गऱ्यो यस्तो खोइ जाडो हुन्छ मलाई चाहिँ जाडो भएको छैन होइन यस्तै त हो नि ए एकछिन मलाई लिटल जाडो भएको छैन क्लियर आवाज लिउँ न यत्रो त जाडो भएर अब त्यो चाहिँ होइन सो अब यस्तै हो होइन अब लिटल बिट डिसअपोइन्टेड यत्रो दुःख गऱ्यो एन्ड देन सनराइज चाहिँ भएन होइन हिउँसु लगाएर सबै छेकै सनराइज चाहिँ होइन डिसअपोइन्ट सो के होइन देयर इज अलवेज नेक्स्ट टाइम सनराइज कस्तो थियो ए रजनी एक्सपेक्टेसन भर्सेस रजनी सनराइज कस्तो भएन थियो होइन आएन ए रजनी भनेको त यहाँ बर्तालाई पुगेछ गिमलले म्यान ट्र्याक गर्दै थियो कालो सलाई सोध्नु न सनराइज कालो सर सनराइज कस्तो थियो लिटल बिट डिसअपोइन्टमेन्ट होइन सर यत्रो आयो यत्रो दुःख गऱ्यो यस्तो खोइ जाडो हुन्छ मलाई चाहिँ जाडो भएको छैन होइन यस्तै त हो नि ए एकछिन मलाई लिटल जाडो भएको छैन क्लियर आवाज लिउँ न बिट डिसअपोइन्टमेन्ट सनराइज होइन आएको अलिकति वेदरले साथ दिएन सो फर्किँदैछौँ होइन केही छैन हाइकिङ एकदमै रमाइलो थियो मेरिट होइन 4 किलोमिटर स्ट्रेट अलमोस्ट 4 किलोमिटर स्ट्रेट ठाडो माथि उकालो 1.5 आवरमा चढ्यौँ होइन सबैले आयो चढ्यौँ त्यही खुसी नै त्यसमै छ सो अब चाहिँ यहाँपछि चाहिँ हामी यसपछि चाहिँ अब डाइरेक्ट हाम्रो फेरि क्याम्पमा जान्छौँ त्यो चाहिँ अब अनदर 1 आवर होला होइन 1 आवर झर्दाखेरि छिटै हुन्छ झर्दाखेरि त छिटै हुन्छ नि त झर्दा त 1 घन्टामा झऱ्यो होला नि आधी घन्टा चाहिँ होइन ल अलि हजुर 1 घन्टामा झऱ्यो होला झर्दा एन्ड आफ्टर द्याट हामी हेरौँ के हुन्छ गुड डे नाइट Thanks for coming. गुड डे अल टुगेदर होइन सबै गर्दाखेरि चाहिँ हाइकिङ राम्रो भयो सनसेटले अलिकति सनराइजले अलिकति डिसपोइन्ट भयो होइन केही छैन नेक्स्ट टाइम सधैँ सो त्यही हो अब क्याम्प जान्छु है त I got some dirt on you, goody two shoes, got some issues. I seen my shirt on you, in your recent, but you can keep it. Cause devil don't always wear Prada, and you stay playing tricks like Tada. I know stuff, but I won't.